ल अहिलेको दिनमा चाहिँ आज चाहिँ हाम्रो हेलिकप्टरले पनि साथ दिएको छ। कहाँ हो हेलिकप्टर खोइ? ए हेलिकप्टर चाहिँ त्यहाँ रहेछ, देखेन काहीँ। देखेन भने आँखा फुटा है। अच्छा गाली चाहिँ गर्नु हुँदैन है भाइ, फेरि गाली चाहिँ गर्नु भएन फेरि, हो कि होइन? यस्तो छ होइन, नाम्सा पनि छ यहाँ, यता साइडमा नाम्सा छ के? नाम्सा भनेको चाहिँ नाम्सै हो कि? यस्तो रोड भनेको चिल्लो बाटो हुन्छ यहाँ। यहाँ पिच गरेको भन्दा पनि दामी छ यो बाटो होइन। यस्तो छ नाम्सा। डाँडा हेर्नु, डाँडा त्यहाँ ल। खोइ त यार, जोमाइ हुँदैन त यार, जोमाइ हुँदैन त यार, कस्तो यार। हाम्रो भाइ पनि लड्छ होइन, यसरी बल्लङ्गै लड्छ होइन। लडेपछि चाहिँ आइया भन्दैन यार यसले त, तर पनि लडेपछि आइया भन्दैन होइन। तर हाम्रो दाइ चाहिँ उत पर पुगिसकेको छ। अब आज काम त्यति खासै भएन, काम भनेको चाहिँ आज सकिसकेको छ। अब काम सकेपछि यसो खाली ठाउँमा हामी यस्तै त हो नि बर्रो, हामी यस्तो हो ब्रो। काम सक्यो होइन त आजको हाम्रो? आजको काम सकेर नि घुम्नतिर हो। अनि आज चाहिँ हामी कहाँ घुम्न जाँदैछु त रे? रानीकोट। यस, रानीकोटको थाहा छ नि गाइजहरूलाई होइन। अब रानीकोटको एउटा गीत पनि गीतै छ नि त हाम्रो यार, रानीकोटैमा के हो भन्छ नि, अहिले पुरै चलिरहेको छ नि त भाइ, होइन त? तर यस्तो हो होइन। जो हाम्रो नेपाल चाहिँ एकदम राम्रो छ कि, हाम्रो नेपालमा चाहिँ अब नेपाल राम्रो छ कि अब होइन। यस्तो सुन्दर वातावरण कहाँ पाउँछ होइन, यस्तो पिच नगरेको बाटो कहाँ पाउँछ होइन। रेस्टुरेन्ट यहाँ छ यी, रेस्टुरेन्ट पनि खतरा। अनि खोइ त जुम, ओइ जुम, ल जुम के हो यार, जुम त सुम भइसक्यो यार, जुम गरेर देखाउनु मन थियो यार। के गर्नु, अब यहीँ देखाइदिन्छ। यहीँ हो कि रेस्टुरेन्ट पनि खतरा घर जस्तो होइन, घर जस्तो छ ठ्याक्कै। यहाँ पनि छ, त्यहाँ पनि छ, त्यहाँ पनि छ। जे होस् मलाई चाहिँ एकदम गर्व फिल लाग्छ कि भाइ होइन। किनभने हामी नेपालमा जन्मियो होइन, यस्तो सुन्दर एकदम राम्रो ठाउँमा जन्मियो नि त हामी होइन। झन् हामी त एकदम भाग्यमानी नि यार, भाग्यमानी हो नि हामी। किनभने थाहा छ हामी त कगनीमा जन्मेको भन्दा हामी नुवाकोटमा जन्मेको होइन। काठमाडौँ पनि एकदम राम्रो होइन। हेर्नु त्यहाँ उतातिर दाइ यार, क्या दामी छ यार। ल हेर्नुहोस् दाइ, उता हेर्नु न, उता कता? ओहो त्यहाँ पनि राम्रो छ रहेछ, मन्दिर पनि रहेछ होइन। जे होस् घुम्न आउनु होला रानीकोटमा, ललितपुरमा छ यो चाहिँ होइन। ललितपुरको के भन्ज्याङ रे? लाखुरे भन्ज्याङ नजिकै छ। यसमा चाहिँ अलिकति यो काठमाडौँदेखि टाढा पनि छैन होइन, आधी घन्टा 1 घन्टामै पुगिन्छ। जे होस् चिसो ठाउँ छ, अब चिसो ठाउँ छ, ज्याकेट ल्याएर यतोति अब न्यानो हुने सामानहरू ल्याउनु होला, मेकअप सेकअप अलिकति। अब त्यही हो, चिसो ठाउँ छ। अब युथमा चाहिँ यहाँ चाहिँ हिउँ पर्छ होइन। यहाँ मन्दिर पनि रहेको रहेछ, मन्दिर जस्तो कि के हो, अब मन्दिर नै हो। टाढोबाट दर्शन गर्यो। अहिले अलिकति टाइम छैन, नत्र उतै जानु मन थियो, माथि नै जानु मन थियो, तर अलिकति समयको अभावले। भगवान् जय शम्भु। ल यतापट्टि खतरा देखिन्छ रहेछ गाइज है, यता एकदम राम्रो ठाउँ है, एकदम पहाड रहेछ है। यस्तो राम्रो ठाउँमा अब हामी इन्जोय गरिरहेको छौँ है।
होइन भाइ यार के गरेको यार मेरो भाइ यार यत्रो त्यस्तो नगर्नु नि यार मेरो भाइ यार मेरो भाइ यार त्यस्तो नगर्नु नि यार अयो होइन यार भित्त नबराउँ न यार भाइ यार आयो ल एकदम राम्रो रहेको छ यो होइन यहाँ चाहिँ ठाउँ अब अगाडि हाम्रो दाइ पनि गइरहेको छ हाम्रो ठेकदार साहब हो ठेकदार साहबले चाहिँ अलिकति माया प्रीतिको रोगले लागेको छ अब यस्तै हो होइन गाइस अब यता चाहिँ खेती गरेको रहेछ एकदम राम्रो छ खेती पनि ल हेर्नुहोस् कृषितिर पनि अलिकति ध्यान दिनुपर्ने हुन्छ होइन हामी सबैजना ल है सर ल यहाँबाट पनि एकदम हामी काम गर्ने ठाउँ पनि देखिँदो रहेछ होइन मजाले हामी काम गर्ने ठाउँ चाहिँ उयो होइन यो है हामी काम गर्ने ठाउँ चाहिँ ल